हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई एनदर भलक। सो आज चाहिँ म छोटो मिठो भलक भिडियो बनाउँदैछु कि सबैजनाले लास्टसम्म हेरिदिनु होला। सबैलाई लाग्छ कि यो त परदेशमा गएको छ, धेरै पैसा कमाउँदैछ है, सबैलाई यस्तै सोच मात्रै हुन्छ। तर कसरी कमाउँदैछ भन्ने कुराहरू चाहिँ कसैले सोचेको पनि हुँदैन के है। परदेशमा अब कसरी पैसा, अब बाघको मुखमा पैसा हुन्छ भन्छन् नि, त्यही हो क्या। कसरी मेहनत गर्नुपर्छ, के काम गर्नुपर्छ, यो यतातिर आएर भनेको जस्तो सजिलो काम हुँदैन। नेपालदेखि म त गएर यो काम गर्छु, यो गर्छु सोचिरहेको हुन्छौँ नि, त्यस्तो लाइक हुँदैन के। जस्तो सोचेको हुन्छौँ ट्याक्कै उल्टा हुन्छ यता चाहिँ। सो म चाहिँ ढिला नगरिकन मैले गर्ने कामहरू चाहिँ म हजुरहरूलाई अब देखाउन चाहन्छु है। परदेशमा आएपछि अब हामीहरूलाई अफिसमा काम मिल्दैन क्या अरे है। जति पढेको भए पनि अब अफिसमा काम मिल्नलाई त अब हुनु पऱ्यो, लिङ्क हुनु पऱ्यो, नसिब हुनु पऱ्यो, सबै चिज हुनु पऱ्यो। सो त्यही भन्न चाहन्छु। आगे मिल्दै पुरा पसिना आइसकेछ है, काम गरेर पुरै देख्न सक्नुहुन्छ है। यस्तो छ। सो फाइनल्ली अब चाहिँ म मेरो कामतिर लाग्नेछु है। अब म सामानहरू लिएर रेडी गरिसकेँ। सामानहरू देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ है। बाल्टी अनि यो सब चिजहरू म ल्याइसकेँ। अब मैले सफा गर्नुपर्छ यता चाहिँ। र अब यताको हेरौँ न, यस्तो फोहोर छ नि, यो यति फोहोर छ के भनौँ है। म देखाउँछु हजुरहरूले चाहिँ। अब यस्तो हालत छ क्या है, पुरै अब यस्तो हालत छ, देख्न सक्नुहुन्छ। यस्तो हालत छ है, सफा गर्नुपर्छ, के गर्ने। सो फाइनल्ली म चाहिँ अब झाडु लगाउन सुरु गरिसकेँ है त। अब म फेरि काम गर्दैन, काम गरेँ भने त एकदम रफ्तारले गर्छु, त्यो तपाईँहरूलाई पनि थाहा छ होला है त। सो अब मलाई एकदमै नाकमा धुलो जान लाग्यो कि, त्यसैले मैले नाकहरू अब आफ्नो टी सर्टले छोपेको। अनि अब कचराहरू पनि उठाउँछु मैले। अब कचराहरू उठाएर चाहिँ यो बाल्टीमा राखेर चाहिँ अनि सफा गर्छु। अनि त्यसपछि मैले अब पोछा लगाउन सुरु गर्छु है त। एकदमै यो रुममा चाहिँ एकदम फोहोर भएको रहेछ क्या। अनि मैले पोछा लगाउन एकदम रफ्तारमा, ब्रुसली भन्दा पनि एकदम रफ्तारमा गर्दैछु है। अनि त्यसपछि म चाहिँ अब ग्राउन्ड फ्लोरमा पुगेँ अब झाडु लगाउन। फेरि यसमा चाहिँ म ब्रुसली भन्दा पनि अझै फास्ट काम गर्ने कोसिस गर्दैछु कि है त। अनि सो तपाईँहरू देख्दै हुनुहुन्छ है त। अब बाहिर जापान, कोरिया गएको मान्छेले पनि अब त्यही हो, काम यस्तै गर्नुपर्छ। तर पैसा ज्यादा हुन्छ, त्यति फरक छ है त। कसैले गएर अफिसमा काम गर्छ, यो गर्छ वो गर्छ, त्यो होइन होला। बट अब मलाई लाग्दैन कि गएर अफिसमा काम मिल्छ होला भनेर, त्यति हो, पैसा ज्यादा हुन्छ। सो अब मैले कचराहरू उठाउन सुरु गरिसकेँ, तपाईँले देखिसक्नुभयो होला है त। कचराहरू उठाएँ अब फेरि है त, यो ठुलो यो कचराको डिब्बामा हाल्दैछु। अनि मैले यो कचराहरू चाहिँ अब डिब्बाहरू पनि बन्द गरिदिन्छु। अब ट्याक फेरि खुलाएँ। अब चाहिँ मैले के गर्नुपर्छ भन्दाखेरि चाहिँ एमाको कचरा फोहोरहरू चाहिँ मैले यो उमा हाल्नुपर्ने हुन्छ कि। मैले यो डिब्बा खाली गर्नुपर्ने छ भोलि कचरा उठाउनको लागि। त्यसैले मैले अनि कचराहरू दबाउँदैछु अब बाल्टीले है। अनि कचराहरू मैले हाल्दै पनि छु। अनि फेरि मलाई कतिखेर यस्तो रिस उठ्छ कि फेरि म झाडु लगाउन सुरु गरिहाल्छु फेरि है त। अनि म थाकिसकेपछि मेरो हालत यस्तो छ पसिनाको होइन। अब अर्को भिडियो चाहिँ नेक्स्ट भिडियोमा मिलाउँला। थ्याङ्क यू सो मच।